नमस्ते साथीहरू। आज चाहिँ हामी यता एउटा क्याफेमा आइपुगेका छौँ। यो क्याफे चाहिँ एउटा युवा नेपालीले खोल्नु भएको हो। अब यो क्याफेको बारेमा हामी केही छोटो मिठो जानकारी यो क्याफेको सञ्चालकसँग कुराकानी गरेर हजुरहरूले दिने प्रयास गर्दछौँ। यो क्याफे चाहिँ रिदम क्याफे तिनकुनेको नजिकै छ। एकदमै राम्रो क्याफे उहाँले खोल्नु भएको छ। अहिले दिउँसोको समय भएर यो क्याफेमा खासै कस्टमर हुनुहुन्न, तर साँझतिर चाहिँ यो क्याफे एकदमै भरिभरा हुने गर्दछ। एकदम राम्रो डेकोरेसन पनि एकदम राम्रो गर्नुभएको छ। किताबहरू पनि राखेको छ। गिटार यता गीत गाउँदै पढ्दै चिया खाजा खान हजुरहरूले सक्नुहुनेछ। आउनुहोस् यो क्याफेको सञ्चालकसँग छोटो मिठो कुराकानी गरौँ। नमस्ते 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 सर, सब ठिक छ? तपाईँलाई के छ खबर? ठिकै छ। अनि यो अब हजुरले क्याफे सञ्चालन गरेर बसिरहनु भएको छ। हजुर। अब यो के सोचेर चाहिँ सञ्चालन गर्नुभयो? यो सञ्चालन गर्नुभन्दा पहिला अब हजुरको पहिलो व्यवसाय होला यो, यसमा अब केही डरहरू लागिरहेको थियो कि थिएन? कस्तो कुरा खेलिरहेको थियो मनमा? यस्तो हो, सबैभन्दा पहिला कुरा के भन्दाखेरि अब बाहिर गएर मात्रै भएन होइन, कहिले काहीँ आफ्नो अब बसेको ठाउँमा पनि केही गरेर गरौँ भन्ने कुरा पनि छ। नेपालमा धेरै कुराहरू पनि गर्न सकिन्छ, यहीँ बसेर पनि गर्न सकिन्छ, बाहिर मात्रै गएर केही भएन। अनि अब म मास्टर्स पनि गरिरहेको छु अहिले होइन, मास्टर्स पढिरहेको छु अहिले। त्यो कारणले गर्दा चाहिँ अब पढिरहेको पनि छु। अनि यसो आफूले पनि एकपल्ट गरेर हेरौँ के कसो हुँदो रहेछ। फुड बिजनेसमा चाहिँ के हुन्छ भन्दाखेरि तपाईँले अब क्वालिटी राम्रो दिनु पऱ्यो, एम्बियन्स राम्रो हुनु पऱ्यो होइन। अनि डर त त्यही हो, मार्केटमा कम्पिटिसन भयो भने अनि राम्रो पनि हुन्छ, आफूले चलाउन पनि मन लाग्छ। अब एक्लै खोलेर एकान्तमा खोलेर त चलाउनु भनेको त्यो त मजै भएन नि। मार्केटमा कम्पिटिसन हुनुपर्छ होइन। त्यो कारणले उनीहरूभन्दा राम्रो दिन सर्भिस अनि जसरी पनि राम्रो गऱ्यो भने चाहिँ सजिलो हुन्छ चलाउनु भन्ने कुरा चाहिँ मलाई चाहिँ त्यो लाग्छ भनेर मैले चाहिँ खोल्या हो खासमा। अनि यो खोल्दाखेरि हजुरले कति लगानी लगाउनु भयो? त्यस्तै 9-10 जति लाग्छ अहिले। 9-10। हजुर। अनि बढी चाहिँ के कुरामा खर्च हुँदो रहेछ यो क्याफे खोल्दाखेरि? क्याफे खोल्दाखेरि चाहिँ त्यसको एम्बियन्स बनाउनु पऱ्यो, एउटा भाइब बनाउनु पऱ्यो, एउटा एम्बियन्स राम्रो हुनु पऱ्यो कि सो द्याट मान्छेहरू गइराखौँ त्यहाँ गएर फोटो क्लिक गरौँ, राम्ररी बसौँ, राम्रो खाऊँ, एम्बियन्स राम्रो हुनु पऱ्यो। त्यो हो एउटा हाइजेनिक हुनु पऱ्यो, एउटा त्यहाँको त्यति हो। एम्बियन्स राम्रो हुनु पऱ्यो, फुड क्वालिटी राम्रो हुनु पऱ्यो, हाइजेनिक हुनु पऱ्यो, त्यति हो। अनि अब यो फुड क्वालिटीलाई मेन्टेन गर्नलाई चाहिँ हजुरले के कस्तो उपायहरू अप्नाउनु भएको छ? क्वालिटी फुडको लागि चाहिँ हामीले त्यही हो, एउटा हाइजेनिक हुनु पऱ्यो, एउटा राम्रो कुक हुनु पऱ्यो, सेफ हुनु पऱ्यो, वेटर हुनु पऱ्यो। अनि हाम्रो राम्रो क्वालिटीको फुडहरू होइन, जुन हाम्रो आइएसओ सर्टिफाइडहरू फुड सर्टिफाइडहरू हुन्छ त्यो प्रडक्टहरू मात्र युज गर्नु पऱ्यो। र हामीले चाहिँ बेसिकली अब फुडमा के हुन्छ भन्दाखेरि आज किनेको सामान आज बेलुकासम्म सघाउने तरिकाले हामीले किने आउँछौँ, भोलिको लागि फेरि भोलि बिहानै किन्छौँ, त्यसरी किने गरेका छौँ। यो होइन कि अब एकपल्ट स्टक किनेर अब आज किनेर अब एक हप्ता चलाउ, त्यस्तो गर्दैनौँ हामीले चाहिँ। अब अरूको त थाहा छैन, तर हामीले चाहिँ त्यसरी नै गर्न खोजेको छौँ अहिले चाहिँ। अरू त्यस्तै छ। अनि अब यो यतिको क्याफे सञ्चालन गरेर अब 9-10 लाख रुपियाँ खर्च गरेर सञ्चालन गर्दाखेरि अब हजुरको आम्दानी चाहिँ कति जति हुन्छ? आम्दानी चाहिँ स्टार्टिङमै कुनै पनि बिजनेस गर्दाखेरि चाहिँ एकैपल्ट प्रफिट आउँछ भन्ने कुरा हुँदैन। सबैभन्दा पहिला कुरा यहाँको रेन्टहरू भयो, रेन्टहरू स्टाफहरूले तिर्न होइन, यताउति अलिअलि आफ्नो पकेट खर्च निकाल्न सक्यो भने चाहिँ त्यति चाहिँ राम्रो। अहिले चाहिँ हामीले चाहिँ यहाँको रेन्टहरू स्टाफले स्यालेरी तिर्न र अलिअलि आफ्नो पकेट खर्च चाहिँ निकाल्न सकेका छौँ अहिले, त्यति हो अहिले चाहिँ। किनभने हामीले खोलेको धेरै पनि भएको छैन, 1-2 महिना मात्रै भएको छ। 1-2 महिनामा एटलिस्ट हामीले यति रेन्टहरू स्टाफहरूलाई स्यालेरीहरू तिर्न सकेका छौँ। अनि पछि मलाई चाहिँ त्यतिमा चाहिँ ठिक्क लाग्छ अहिले चाहिँ। हो। अनि हजुरले अब कतिजना स्टाफ यता राख्नु भएको छ? हाम्रो 3 जना स्टाफ छन् अहिले। 1 जना बिदामा हुनुहुन्छ, 2 जना हाम्रो एउटा कुक छन्, कुक र वेटर छ। अनि बेलुकातिर डिसवासर आएर डिसवास गरेर जान्छन् हामी। भनेपछि अब यति अहिलेको युवा उमेरमा सबैजना बाहिर गएको बेलामा चाहिँ हजुरले यहीँ बसेर 2 जनालाई रोजगारी दिएर 3 जनाले हजुर रोजगारी दिएर काम चलाइरहनु भएको छ। यसमा चाहिँ अब धेरै आम्दानी नगरे पनि पकेट खर्च कटिरहेको छ हजुरको, त्यसमा हजुर सन्तुष्ट हुनुहुन्छ? अलमोस्ट भनौँ न, अब सबै कुरा गरेर पकेट खर्च आफ्नो बसाइ खानै यताउति गर्नलाई पुगेको छ अहिले, त्यति हो। यसमा चाहिँ खुसी लाग्छ मलाई कि अब यस्तो फुड बिजनेसमा सुरुमै चल्छ भन्ने पनि छैन। कतिपय रेस्टुरेन्टहरू क्याफेहरूमा चाहिँ सुरुको पेमेन्ट गर्न पनि नसकिने जस्तो हुन्छ। र एटलिस्ट हामीले त्यतिसम्म निकाल्न सकिरहेको छौँ भनेपछि मलाई जहाँसम्म लाग्छ त्यो राम्रो कुरा हो जस्तो लाग्छ। हजुर, हस् त, अझसम्म छोटो मिठो गफ गरेर खुसी लाग्यो। हाम्रो क्याफे चाहिँ कहाँनिर छ भन्दाखेरि तपाईँको यो तिनकुने पुलदेखि सिनामङ्गल जाने बाटोमा ठ्याक्क एस स्कुलको साइडमै छ हाम्रो।
हजुर रिदम क्याफे भनेर छ हाम्रो क्याफेको नाम चाहिँ। गुगलमा पनि हजुरको गुगल रिदम म्यापमा क्याफे पनि छ, भन्दाखेरि आउँछ। गुगलमा पनि छ, सबै कुरामा छ हाम्रो, हेर्न सक्नुहुन्छ तपाईँहरूले। हस् ल, उहाँको क्याफेमा मैले पनि खाजाहरू खाएँ, एकदमै राम्रो मिठो खाजाहरू पाउँदो रहेछ। हजुरहरू पनि आउनुहोस् र भिजिट गरिदिनु होला। हजुर, धन्यवाद। थ्याङ्क यू।